खिनेछस्, तर याद गर्नु कर्कालाको पातमा रहेको पानीलाई सानै हावाले पनि भुइँमा खसालिदिन्छ। सबैभन्दा मिल्ने साथी थियो पुन्टु। उसका र मेरा बाबु मामुको पनि खुब मिल्ती थियो। उसका बुबा मामुले उसलाई लुगा किनिदिँदा मलाई पनि किनिदिन्थे। मेरा बाबु आमाले लुगा मलाई किनिदिँदा उसलाई पनि किनिदिनुहुन्थ्यो। अचम्म चाहिँ के भने हामीलाई जसले लुगा किनिदिए पनि उत्रै र उस्तै किनिदिन्थे। त्यसैले हाम्रा प्राय लुगा उत्रै र उस्तै थिए, किनभने हाम्रो उमेर र कद पनि उत्रै थियो। त्यो बेला म 4 वर्षकी थिएँ होला। पुन्टु र म एउटै लुगा लगाएर उसको घर अगाडि सानो चौरमा कबड्डी खेल्दै थियौँ। खेल्दा खेल्दै ऊ बिचमै रोकियो र एक्कासी लुगा बाहिरबाटै आफ्नो सुसुको टुप्पो च्याप्प समायो र पिसाब लागेपछि ऊ यसै नै समाउँथ्यो। मैले सोधेँ, किन समाएको पुन्टु? उसले भने, सु चुइन्छ भनेर थुनेको। एक्कासी लाग्यो, मैले कसरी थुन्ने होला, खै के सम्झिएर हो। सुसुको टुप्पो समाउँदै ऊ आफ्नो घरतिर पो दौड्यो। केही नसोची म पनि उसको पछि दौडिएँ। घर पुगेर उसले आफ्नो मामुसँग भन्यो, मामु सु आयो। मलाई हाँस उठ्यो। सु गर्न पनि मामुलाई सोद्धो रहेछ। मैले त कहिल्यै सोधेकी थिइनँ। बरु कहिलेकाहीँ कसैलाई नसोधी बदमासी गरेको थिएँ। आफैलाई समेत नसोधी कयौँ पटक मैले ओछ्यानमै सु गरेकी थिएँ। लाग्यो पुन्टुले त सुत्दा पनि सुसुको टुप्पो समाएरै सुत्छ होला, त्यसैले ऊ ओछ्यानमा सुसु गर्दैन। उसकी मामुले भनिन्, जा पर बारीको डिलमा गएर सु गर। ऊ दौडिँदै बारीको डिलमा पुग्यो र उसले पछि दौडिँदै म पनि पुगेँ। टक्क रोकेर अलिकति खुट्टा फट्टाउँदै उसले सु गर्न लाग्यो र उसले गरेको देखेर मलाई पनि गर्न मन लाग्यो। ऊ उठेर सु गर्दै थियो, म बसेर। उसले पर पुर्याउँदै थियो, मैले ओर। पहिलो पटक छक्क परेर उसले सु गरेको टाउको उठाएर हेरेँ। एकछिनसम्म हेरिरहेँ अनि आफ्नोतिर टाउको घोप्टाएर हेरेँ। एकछिनसम्म हेरिरहेँ। आफ्नोतिर हेर्न अप्ठ्यारो भयो, उसकोतिर सजिलो। मेरो पनि उसको जस्तै भइदिएको भए हेर्न सजिलो हुने थियो र मैले पनि उसले चाहिँ सु टाढा पुर्याउने थिएँ जस्तो लाग्यो। पहिलो पटक उसको सुसुले मलाई अनौठोसँग आकर्षित गर्यो अनि आफैसँग प्रश्न गरेँ, उसले चाहिँ मैले किन सु टाढा पुर्याउन सक्दिनँ? ऊ किन उठेर सु गर्छ म बसेर? उसको र मेरो शरीरका सबै अङ्गको बनावट उस्तै भए पनि म यो सुसु मात्रै किन फरक भयो? एक्कासी लाग्यो, पक्कै पनि मामुले मेरो सुसु पुन्टुको जस्तै बनाइदिन सक्नुहुन्छ। उसले भन्दा चाँडै सु गरेर म उठेर हतारिदिएँ। आफ्नो घरतिर दौडिएर पुन्टु पनि मेरो पछि दौडियो। मामु बाहिरको धारामा घाम तापेर लुगा धुँदै हुनुहुन्थ्यो। मामुसँगै उसकी मामु पनि रहेछन्। मामुसँग के कुरामा हाँस्दै बोल्दै थिइन् र हतारिँदै म मामुको अगाडि उभिएर जरुरी कुरा भन्नु छ झैँ आत्तिँदै बोलाएँ, मामु। मामुले मतिर हेर्दै नहेरी सोध्नुभयो, किन? मैले फ्याट्ट भने, मलाई पनि पुन्टुको जस्तै बनाइदिनु न। मामुले मेरो कुरा सुनेर नबुझेर सोध्नुभयो, के बनाइदिने? मैले आफूसँगै उभिरहेको पुन्टुको कट्टु अलिकति तलतिर तानिदिएँ र आफ्ना चोर औँलाले उसको सुसुमा देखाउँदै भने, यस्तै।